एकचोटि रो सुप एकचोटि रो अब आफ्नो पालि कहिले आउने हो टुङ्गो छैन आफ्नो पालि छिट्टै आए त हुन्थ्यो हेलो गाइज गुड मर्निङ हो सबैजना सन्चै हुन्छ आज च्यालेन्जको अन्तिम दिन छ 30औं दिन है आज चाहिँ म टक्क एकजना मेरो भिडियोमा आइराख्ने मान्छेलाई चढाउन बिदाई गर्न आएको के गर्नु अब बिदाई समारोहमा उनी रुन्छन् कि रुन्दैन भन्ने हो खासै रुन्छन् जस्तो चाहिँ लागेको छैन हेर्दै जाउँ के रहेछ उनको कुरो होइन रोइसिन् भने पनि रोइहाल्यो नि रोइनिन् भने पनि रोइनन् हामीलाई बाल जङ्किला बाल उनलाई चढाउनु पर्छ अब आफै गएर चढ्छिन् प्लेन यहाँबाट ढोकाबाट हामीले बिदा गर्ने हो है त एकदमै एकचोटि रो न एकचोटि ओए सुप रो न एकचोटि अहिले पनि रुनु पर्यो नि त नि यसलाई रो भनेको मर्दा रुन्न यार सुप रो न सुप ल अब बिदाई गर बिदाई कार्यक्रममा ल बाई 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 सुप एकचोटि रो न सुप रो न प्लिज अम्मा एक्सप्रेसन नि अम्मा एक्सप्रेसन फेरि उसको आमा हुन्छ एकचोटि रो सुप एकचोटि रो बाई बाई बाइने गरिन ओइ अब चाहिँ रुन थाली केटी